त्यतिकै दौडिने होइन त्यस्तो सबैले यहीँ राखिदेऊ यहीँ राख ल ओए यहीँ राख कि बोक्दैन होइन यहीँ राख अहिले उक्लिने यही बाटो त अनि एक्लो सिङ्गल यही बाटो होइन चप्पल लाउँछु बाटो त डेन्जरस छ त मरद छ बाटो मरद अब बुई बुई ए भगवान् कस्तो डर लाग्दो बाटो हो यही हो र होला यस्तो ठाडो चाहिँ छोड्दैन नजाम के छोड्देऊ अभि अलि बिस्तारै हिँड्न न हात्ती हिँड्न भाइ म अगाडि जान्छु चट उता कुनामा जाने हो क्या हो कि हो उता हो तर म अगाडि जान्छु बिस्तारै बिस्तारै हो खुट्टा लाग्दै छ भो त्यो हातसँग त चप्पल ठुसै परिचिन बाटो फेरि यस्तो छ चस्मा लाउँछौ चस्मा उयो पख्यो यो चस्मा 10 त यहीँ बज्दो रहेछ जाँदा 11 बज्छ घर पुग्दा 12 बज्छ हेरिकरि म त भ्याउनु होला हौ जान त अनि उक्लिनु कसरी हो अहिले यो ठाडो उकालो चाहिँ खाली खुट्टा चप्पल हातालेर जुत्ता लगाएको फाइदा परेछ धन्न उफ यो अप्ठ्यारोमा अझै त्यहाँबाट त बाटै छैन क्या हो त्यहाँ आधा बाटो गएर हेरे नि हुन्छ अब छोड्दै धेरै तल नजाने यस्तो नि यतातिरका मान्छेहरूलाई सजिलो हुन्छ नि त हिँड्न धन्य यति भए पनि बनाइदिएछन् भयो यो त अनि ठाडो ओर्लिनु पर्यो भए त के हुन्थ्यो यहाँ चाहिँ हल्का मसला हालेछन् यहाँबाट सिँढी रहेछ क्या ल ल ए ऊ त्यहाँ साथ जाएन ठिकै ठिकै बाटो चाहिँ यहाँ चाहिँ हातले होइन केटी नजाम भो ओर्लिन सजिलो छ उक्लिँदा यो उक्लिँदा अहिले 12 बज्छ 12 2 पैसा आउने भनेको 2 ताली यहीँ बजाइदिनु भएछ क्या मेरो हातले उला अनि खाली खाली खुट्टा अब ये त्यो लौरो फाल्ता त्यो लौरो किन समातेको र कसलाई किन हो अलिक गरेर उड्न बेलाउनु ए भगवान् के अरे ठुलो लौरो झर्ना के समतल एरियामा हुन्छ त
उड्न झट्ट भने पर्यो थापाउनु त हुन्छ कि जलबिरे पस्नु भएको छैन अहिलेसम्म पस्नु भएको खै थाहा भएन जलबिरे भनेको त्यो मुग्लिन चितवनको के छैन हो त्यस्तो नि झर्ना भनेको त बाटोको बिचमा छ्यास छ त्यो जान्दै जहिले हामी त्यो बाटो कति हुन्छ होला सानो तर अझै पस्नु छैन यहाँदेखि अलि राम्रो रहेछ नि त मुगु कडाली गए जस्तै फिल आइरहेको थियो किन छैन ए आइसक्यो त झर्ना यहाँसम्म मात्रै भनेको भन्दा भन्दै तलै आइसक्यो हे भगवान् कति माथिबाट कति तल झरिरह्यो हामी ल अब त तलै आइसक्यो कति सजिलो बाटो ल डुगुर्नी है आऊ मजाकमा लड्यो भने लडेन केही त्यहाँ छैन त्यहाँ जस्तो भिड छ झुक्केर चिप्ल्यो भने के हुन्छ झर्ना हेर्नलाई छिटो पुगिन्छ मेरो आँखा एउटा यस्तो यो तार राख्नुभन्दा पनि समाउनु कुरा राख्नु यो मान्छेले लडबडियो भने त्यहाँको पेट उनिन्छ आनन्दको सजिलो के हो यो हेलो हेर्नु कस्तो ठाडो हिँड्ने बाटोमा मन्दिर लैन फाइनल्ली गाइज झरना आइपुग्यौँ हामी लड्दै पड्दै कस्तो फिल आइरहेको झरना आएको झरना अल्को भनेको यही हो अल्को ल झरना आइपुग्यौँ यतिको अल्को त जलबिरे पनि छ होइन र योभन्दा अल्को होला सानो उता नआउन मिल्ने रहेछ ए यहाँ कसले फोटो भिडियो बनाएको थियो कि क्या हो जस्तो लाग्छ त ल झरना चाहिँ आयो झरना यही रहेछ सर्लक्क हेरौँ ल हाम्रो फाइनल आउटपुट दुःख गरेको फाइदा कहाँदेखि कहाँ छ भन्दा त्यहाँ अहिले म त्यो माथिको ढुङ्गामा थिएँ त्यहाँ हो यहाँनिर अहिले त्यहाँ त सालालाला यहाँ आइपुग्यौँ तर यहाँ खाल्टो कस्तो मजाको चिसो हावा चलिराख्ने रहेछ खाल्टो खाल्टो हो अब हामी उक्लेको सिँढी त यही हो यसरी यसरी एकदम ठाडो 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 हुँदै 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 त्यहाँ जाँदो रहेछ ल अब है झरना